आज चाहिँ मैले टिमुर बोकेर ल्याएको छु। यो चाहिँ हरियो नै पानीमा मात्रै केही नुनहरू नराखिकन पानीमा मात्रै राखेको हरियो चाँगुनारायण घुम्न गएको थियो त्यहाँ रहेछ। अनि यसरी राख्यो भने चाहिँ पछिसम्म हरियै बस्ने हैन। मैले 5-6 दिनपछि पनि भिडियो गर्ने। यो चाहिँ हरियै बस्यो। यसरी राख्यो भने चाहिँ हरियै बस्ने रहेछ। पहिले एउटा शेरपानी दिदीले पनि गरेको देखे थिएँ अनि मैले नि गरे। यो सिसामा राखेको हाजमलाको सिसामा। यो चाहिँ आलुहरूसँग साह्रै मिठो हुन्छ क्या। हिजो त खाइयो हेर्नुहोस् त कस्तो राम्रो भयो। अझ मैले फ्रिजको पानी हाले चिसो। पानी चाहिँ यस्तो भएछ कलर गए।